एउटा कृष्णको भिडियो छ नि ठ्याक्क बर्फी बनाउने गाईहरू के राम्रो चारैतिर पुरै पहाडले घेरे अनि बिचमा चौर चन्तै माथि झन्डा सुनमा सुगन्ध भए अरे किन घुस्छु गयो त यस्तो हाई एभ्रिवान वेलकम टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ हामी तुइदाङ जाँदैछौँ हामी त्यही हो बाइकबाट चाहिँ बाटोमा गएर होला यस्तो गर्मीमा को जान्छ हौ घुम्न हाम्रो हिमाल बोर्डिङमा पहिला पढेको स्कुल अहिले चाहिँ कस्तो दामी भए पहिला हामी त्यस्तो थिएन आजभोलि त चेन्ज गरेर राम्रो बना हामी जान लागेको चाहिँ तुइदाङ हो कता हो थाहा छैन यतै हो भन्दै हुनुहुन्थ्यो दिदीहरूसँग जाने दिदीहरू आउनु भएको छैन दिदीहरू र दिदीहरूको स्टाफहरू सबै हो जान लागेको चाहिँ हेर न अघि आइसक्यो भन्नुभएको थियो अहिलेसम्म आउनु भएको छैन यस्तो गर्मीमा हामीलाई वेटिङ गराउने हाम्रो झुम्कोवालीलाई हेरौँ के यहाँ के हो यस्तो हेर त नक्कल कारेर हेर त बोइस कारेर आउ जाऊँ मसँग बसौँला कस्तो गर्मी हो कि अब हाम्रो दाङको पनि एयरपोर्ट बन्छ होला यही एयरपोर्ट जाने बाटो अनि त सुर्केस गुर्काउँदै आउने गर्मी दिनमा पनि बसाइ सार्नुपर्छ कि जता जता चिसो ठाउँ छ होइन उतैतिर गएर बस्ने ठ्याक्कै यो बर्फी बन्ने टाइम भने चिसो हावा चल्छ यहीँनिरै अब यहाँदेखि त पुरै तातो छ फेरि हावा भन्दै तँ जित्यौँ अघि हामी अगाडि थियौँ अहिले आफू अगाडि गऱ्यो मलाई जिस्काएको क्या आज तेरो मन्दी तँ आफूले जित्यो भनेर कति खुसी भएको नि अघि हामीभन्दा पछाडि थियौँ होइन अहिले ऊ आज जिस्काउँछु पख जित्दिन्छु हाँसेको अब फेरि दिदीलाई जानिदिन्छु है म अहिले कति खुसी हुन्छ नि फेरि आफूले जित्न पाएपछि आफूले जितेपछि त खुसी हुने कि फेरि तेरो मन्दी त यो पुल यति माथि छ होइन यो खोलाको त्यही पनि बर्खा मासमा सधैँ वर्ष त हुँदैन 3-4 वर्ष अगाडि हो कि यति ठुलो भएर पनि यो माथि पुलदेखि पानी पुरै आएर उताको गाडी उतै यताको गाडी यतै बन्द थियो कि त्यस्तो पानी आउँछ यहाँ सधैँ वर्ष त आउँदैन कुनै वर्ष आउँछ ठ्याक्कै हाम्रो ड्याडी विदेश जाने बेला आएको थियो कि अनि यता कति घन्टा वेट गरेर अनि बल्ल अनि यतादेखि जानुभयो गाडी पानी पनि कस्तो परेको थियो त्यति बेला दसैँ कुन वर्ष हो यो बाटोदेखि यो साइडमा लाग्ने हामीलाई पनि थाहा थिएन सोध्दै आएको पूर्वतिर सिधै गएको बाटो छ नेपालगञ्जतिर त्यहीदेखि पूर्वतिर जाने बुडुडुडुडु पारेर एकजना दुईजना स्कुटी 3वटा स्कुटी एउटा बाइकमा रहेछौँ हाम्रो टोटल फेरि 2वटा बाटो किन हो बाटो यति धेरै भने कसरी थाहा हुन्छ त यो 2वटा बाटो ल यतै होला कता यतै होला त्यता त तल खोला जान्छ कि खै त खोला हो कि कता हो ल कता थाहा छैन अब हामी सिधै हिँड्दै गयो एउटा यतातिर चाहिँ एउटा सिधा जहाँ मैले नहोस् फेरि फर्किँदा होला नि त्यो ठाउँ सोध्दै हुनुहुन्छ कता हो भनेर फेरि 2वटा बाटो भयो कहाँ हो यस्तो गराम के डलरमा यस्तो वाला गराम जुन पर्छ त्यसमै त त्यही झन्डा भए ठाउँ भन्नुस् के झन्डा
यता नि भाइरल छ रे यता नि भाइरल छ रे कताको भाइरल को दे चन्दा दिदी पहिला यतै जाम चन्दा दिदी को धेरै भाइरल छैन सोध्नु पर्दैन अलिकति धेरै के ठाउँ मात्र देखेर लोकेसनको लागि कसैलाई पनि थाहा छैन तनाव छ यहाँ जङ्गल रहेछ नि यतातिर त झन् उता हल्का हल्का थियो यतातिर त धेरै जङ्गल रहेछ ठुलो जङ्गल रहेछ के हो जङ्गल यहाँ बाँदरको बच्चा भेटाएपछि लगाउँलाई बाँदरको बच्चा भेटाएपछि लगाउँलाई हो पालमलाई के को चन्दा दिदी अब कुकुरका बच्चा नपाल्ने भन्नुहुन्छ अब बाँदरको बच्चा भयो नि पालम भनेको क्या मलाई यहाँ निसालो भइसक्यो भएको एउटा दाइ पनि विदेश गइसक्यो म कोसँग लड्ने ओ नो मलाई त टेन्सन पो लाग्छ कहिले कहिले त यसो सोच्दा त अझै माथि छ छ्या अझै 2वटा खोला तर्नुपर्छ रे ओ माई गॉड गाडी रहेछ धेरै टाढा रहेछ त्यसो भए त त्यहाँ भाइरल ठाउँमा पनि राखेले होला नि के पसल त ल हुन्छ धेरै टाढा रहेछ त नजिकै भनेको त आहा कस्तो हावा है यहाँनिर मन्दितालाई मन्दितालाई जित्यौँ हामीले हाँसेको मन्दिता यतातिर त कस्तो राम्रो बस्ती रहेछ है ठाउँ पनि राम्रो रहेछ यतातिर कस्तो मन पर्यो हो यो ठाउँ त मलाई नानीहरूले माछा मार्लाछन् ओहो हामी दादाले पहिला यस्तै गरी मार्थ्यो कि माछा मैले भनेको थिएँ नि योभन्दा अगाडिको ब्लगमा हामी दादाले बेला यहाँ माछा बनाउँथ्यो भनेर गन्युलो बुनेर यस्तै बल्छी बनाउँथ्यो अनि त्यसमा गन्युलो बुन्थ्यो अनि माछा मार्थ्यो अनि म चाहिँ माछा पकाउँथेँ त्यसले मार्थ्यो अनि मार्नीमा त्यसले हुन्थ्यो अनि माछा पकाउने फेरि मैले फेरि म त ए होला दिदीले झुलुङ्गे पुल भन्नुभएको थियो त अनि अहिले आउने बेला अर्को भए भयो त रोकौँ न फेरि यही हो कि झुलुङ्गे पुल यही होला अनि चौरा चाहिँ उतै छ होला क्या चौर ठुलो चौर छ नि यही बाटोदेखि हल्का अप्ठ्यारो त्यो बाटो होइन अनि मैले चलाइरहेको छु अघि मैले त पछाडिबाट ला बाटो चाहिँ निकै अप्ठ्यारो छ यहाँ आफूले चला जस्तो कि तेरो खै घुमाइराखेर बाटोले त फुन्थे अनि मैले त्यहाँनिर एकछिन रोकिउँ त भनेको थिएँ त त्यस्तै भनेको छु मैले पनि घुमेर उतै तुलसीपुर जाइन जस्तै भनेको छु कतै देखिनु न हेर्नु त त्यहाँहरू हुनु न हुनुहुन्छ घुम्या त्यही होला त्यहाँनिर एउटा चौर त देखियो डाँडा हेरेकै हो क्या मम्मी बाटो चाहिँ अनि र यही होला कि यति धेरै छ ठुलो छ त चौर त ए मान्छेहरू पनि रहेछन् कतातिर जाने झन्डा छ हुनु दिदीले त कता छ त झन्डा साथै तिनका साथै जाने हो ए भर्खर खुलेको हो कि हो है बाटो पनि भर्खर खुलेको हो कि यो राम्रोसँग यतातिरको माटो नै बसेको छैन हो ए होला क्या ल किन हो त्यसो उफार्ने मलाई ओ नो खोला त मलाई त खोलामा त डर लाग्छ त हो
ओइ ल मेरो त सातो गएको थियो म त त्यो चिप्लिन्छ कि भनेर यहाँ त गाईहरू रहेछन् कति लामा सिङ्गुन फेरि अर्को खोला उस किन हो र कि यस्तो खोलो हरे राम कहाँनिर रोकौँ मम्मी ओहो यस्तो घाममा पानी पनि ल्यायो होइन भर्नु किन घुस्छु गयो त माटो पानी परेर त्यो भयो होला क्या शीतल हावा आउँदो रहेछ यस्तो रहेछ साइड साइडमा पहाडहरू रहेछ अनि बिचमा चाहिँ चौर उतातिर झन्डा नि रहेछ झन्डा तौलो खाने फाइट चल्दैछ यहाँ फेरि अड्केको तिनीहरूको सिङ अड्क्यो होला नि लड्ने जाँगर लागेको छ ए हुन्छ त फेरि मिला साथीहरू भएर लड्ने हो उयो यसको त सिङ ठुलो रहेछ बिचारोको त सानो छ सिङ त्यही त्यसो लड्नु भएन हौ मिलजुल बस्नुपर्छ यता पनि लडिराख्नु फेरि के को पत्ता लड्छ नि मेरो ए हो तुई दाङ कस्तो मजाको हावा हुँदो रहेछ यहाँनिर ठ्याक्क यहाँनिर बर्फिपर हुनाले तल नि छाया नि छ उतातिर त गर्मी छ हौ त्यहाँ जाने भनेको ठाउँ त राम्रो रहेछ है राम्रो रहेछ हल्का गर्मी हुने रहेछ तर यहाँनिर हावा चल्छ नै यस्तो घामकै बाहिर त्यहाँ झन्डा त पुरै फरर गरे हावा चलेर हावाले उडाउँछ अब हाम्रो फोटो सेसन हुँदैछ हेलो क्या सुन्दै सुन्दैन खेलिरहेछ आइज ल कति सानो हो कि हो पप्पी घाँस खान्छस् ल घाँस खान खाऊ मैं हेलो 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 के खेल्न छ भाँडाकुटी के बनाउला छ मन्दी त मन्दी तँ के पकाउनुलाई मलाई पनि दे हज त्यही त मलाई पनि दे कि तिमी के पकाउनु लाग्छौ मन्दिरमा कहाँ आगो बाल्न लाग्छौ त मन्दिर तँ झन्डा छन् काफल पाक्यो भन्छ माथिदेखि चाहिँ टक्क लागेर सबै देखिँदो रहेछ यही नै हो तुई दाङ भन्ने हाम्रो नेपालको झन्डा
छोरी नबोकेर के बोक्ने त खैनी बोकेर हिँड्नु बहिनी भन्नु न बहिनी बोकेर हिँडेको पल्टाइदिनु कि त्यसलाई फेरि राम्ररी चारैतिर पुरै पहाडले घेरे अनि बिचमा चौर चन्तै माथि झन्डा सुनमा सुगन्ध भए वाउ यता हुनुहुन्छ सबै हाम्रो टोलीहरू मान्छे आउँदैछन् अझै धेरै गर्मी हुँदो रहेछ हो अहिले दिउँसो त ठ्याक्क 3-4 बजीतिर तल पनि हुन्छ होला मम्मीको अझै टिकटक भएन बाइक चाहिँ त्यहाँ मेरो बाइक डान्सर मम्मी भित्र हाल्नु पर्दैन त फेरि कसको बिहाको ल अब ठाउँ कस्तो लाग्यो भन अब राम्रो एकदम बेस्ट फर्स्ट क्लास तपाईँले डाँडो मात्रै हालिदिनुहोस् ल लट्ठी डाल्दैन तपाईँ डाँडो मात्रै छ भन्नुहुन्थ्यो तपाईँले चाहिँ तपाईँ डाँडो त सकेर अरू के छ त नेपाल कस्तो छ भनेर सोधे होइन कि एउटा भिडियो बनाउने त्यसपछि इनफ हुन्छ खतरा आउँछन् तपाईँले मैले बनाइन्छ दिदी बनाइन्छ कि नै बनाउँछ कि नै यही थम्ने राजु त होइन त यस्तो कस्तो होला फेरि ल हामीले हाल्यौँ है फेरि अहिले मैले यिनीहरूलाई यहाँनिर देखेर के सम्झेको छु थाहा एउटा कृष्णको भिडियो छ नि ठ्याक्क बर्फी बनाउने गाईहरू के त्यस्तै लाग्यो मलाई बाइक चलाएर भिडियो ओके चढ्न गाई अब मम्मी पिङ खेल्नु चाहिँ त्यो पिङ खेल्नु धौ भयो यहाँदेखि कस्तो राम्रो भ्यू देखिँदो रहेछ त तपाईँको खुट्टा अहिले अब चाहिँ हामी तुइदाङदेखि फर्किन लाग्यो अब एउटा खोलो हो ए अहिले खुट्टा माथि गराउनु भयो अब त छैन खोलो अब त मस्तसँग गइन्छ अब एक खोलाले डिस्टर्ब गरिरहेको थियो कि अघि अहिले पो आउँदैछन् अहिले हो कि आउने खासमा हल्का हल्का शीतलो नि हुन्छ हामी त दिउँसो 12 बजेको घाममा आएर ओहो गर्मीले मान्छे अब होइन अगाडि केही ढुङ्गा केही खाल्डो केही गाडीहरू राखन् भने मेरो यो कुमलाई यस्तरी पकाउनुहुन्छ मम्मीले कुमै दुख्ने भइहाल्छ कि मेरो कुम पकाएरै रोकिन्छ बाइक भन्ने मानिन्छ कि के हो खै एक साइडको कुममा यस्तो ढल्के भइहाल्छ कोल्टे भइहाल्छ केही नै देखाइँदैन होइन सिन अहिले चाहिँ यस्तो दामी दामी सिन देखिँदो रहेछ त हरि ये वन नेपालको धन भने यस्तै छ यता त जता कतै हरियो त टक्क बाटो पनि कस्तो राम्रो पिच छ होइन अनि यताउति पनि कस्तो राम्रो सिन यतातिर नि होइन कस्तो राम्रो छ अनि यतातिर नि छ यतातिर घरले छेक्यो वेट आई सो यु यतातिर पनि चारैतिर लेके होइन अनि बिचमा के बस्ती अनि बाटो पिच भएर पनि झन् कस्तो राम्रो भए फर्स्ट क्लास भए
तर गाउँको नाम चाहिँ के हो थाहा भएन, तर लास्ट मन पऱ्यो मलाई गाउँ चाहिँ। दिदीहरूको बाटो हेर्दा 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 हेऱ्यौँ होइन, लगभग 20-25 मिनटसम्म त बस्यौँ हामीले बाटो हेरेर। अनि अहिले हुक्केर फोन गर्दा त किन यति ढिला गर्नुभयो भन्दा त अहिले त हामी बाटोमा टिकटक बनाउँदैछौँ गरे। पानी पर्न लाग्यो भाग्यौँ हामी त, अब हामी गइहाल्यौँ, आउँदै रहनु ला भने हुन्छ हामी भिडियो बनाएर आउँछौँ भन्नुहुन्छ। ए पानी हल्का हल्का छिटो हानिसक्यो, बजारतिर त पुरै पऱ्यो होला पानी, भेट्टाउँछ के हो पानीले। अघि त गर्मीले हैरान भयो, अब फेरि अहिले पानी पर्ला, त्यही भएर त यस्तो गर्मी रहेछ आज, पानी पर्दो रहेछ। हावा त चिसो लाग्यो खै ल। पिङ्की पिङ्की भ्यान, हाम्रो त केही गर्नु पर्दैन, गाडीले चाहिँ त्यहाँ के लेख्नु पर्छ, त्यो गाडीलाई हामीले जित्दियौँ। पिङ्की भ्यानले त मलाई भेटाइसक्यो त, जाऊ जाऊ पिङ्की पिङ्की। ओके पिङ्की भ्यान त त्यही त होइन आज त पिङ्की पिङ्की। हामीलाई भेटाइसक्यो, अड्डै थियो त जित्तिहाल्यो पिङ्की भ्यानले। पानी परेको त होइन चाहिँ यतातिर, अब पानी स्योर पर्छ, यस्तो चिसो हावा लागिरह नि, ओहो कस्तो आनन्द आइरह। मम्मी तपाईँलाई उडाउला के मलाई पकाउनु पकाउनुहुन्छ फेरि, कस्तो हावा लाग्यो हो। त पानी पऱ्यो रहेछ त, ठ्याक्क एयरपोर्टदेखि माथितिर पानी परेछ, तलतिर परे होइन। साँच्चै यो पानी नपर्ने नहुने भएको थियो ढेरो पानी। मम्मीले फेरि करेला काटेर सुकाउनु भएको थियो, सुकेर पनि फेरि भिजे करेला। उड्नै बिर्सेको त्यो चराले, दूर छ त। ओहो